So hello and namaste guys, this is Bikal again. Hey. As we are into very beautiful city, Pokhara, and we are in front of the Hotel Lake Himalaya. I know. Today is Maghe Sankranti by the way. अनि आज चाहिँ एकदमै क्विक प्लान गरेर चाहिँ हामी सबैजना आज काइस नेपालको टिम everyone is at Lakeside Pokhara and guess what? We are going to fly a kite today at Shanti Stupa भन्ने ठाउँमा चाहिँ गएर चाहिँ आज we are flying a kite. So Sugam and Raj Dai, हाम्रो new joined Kais नेपालमा निरज जी हैन आकाश सर निरन दाई everyone is here. हाम्रो जेम्स प्रधान चाहिँ आउँदैछ त्यहाँ. Alright. So आज चाहिँ हामी त्यहाँ गएर पोखरामा पनि एउटा काइट फ्लाइङ कल्चर सेट गरौँ भनेर चाहिँ we are here. रातारात आयो. So उताको भ्लग चाहिँ हामीले बनाउन पाएन. So we are moving now. अनि आज दिनभरि चाहिँ चङ्गाचेट कार्यक्रम छ. It's not a competition, it's like a friendly meet and greet टाइपको हो. अब हेरौँ, let's see कति रमाइलो हुन्छ. ल आकाश सर के छ त आजको प्लान? एकदमै राम्रो छ. अनि कमसे कम तपाईहरु आइदिनु भयो र मेरो इज्जत जोगाइदिनु भयो. ओके. अब त पोखरेली जनताले मलाई लट्ठीले हान्थ्यो. लट्ठीले हान्थ्यो. ल ल ल. अनि के छ त चङ्गाचेट के कम्पिटिसनै गर्ने हो त आज? अब अरूसँग नगर्ने गर्नु परेपछि कि विकल सर्छ त कि निरज कि राज. Alright. So यहाँ पहिल्यै बार सेट भइसक्यो है गाइस. सो आज चाहिँ हामीले अब यो के सामानहरु सबै देखाउँछौँ. सो आज सबै कटन धागोले नै उडाउने हो हामीले चाहिँ हैन. अनि यहाँको सिनियर सिटिजनहरुलाई पनि हामीले बोलाएको छौँ. पहिला 1948 मा चङ्गाचेटको विनर हाम्रो सर पनि आउँदै हुनुहुन्छ. सो I hope that's a very most beautiful thing to see here in Pokhara. अनि त्यही हो कुरा चाहिँ. यहाँ सबजना चाहिँ सजिलोहरू चाहिँ यता हुन्छ. हाई निरन दाइ, हाउ आर यु? सो के छ त आज प्लान के छ? खुसी लागेको छ. हिमालको ब्याकड्रपमा मजाले चलाउनु है. जानी भनेर प्रिजर्भ इट म्यान. चन्द्रगिरी जाने होइन सिधै पोखरा आयो नि त हामी. के छ ब्रोको नाम चाहिँ जेम्स प्रधान राख्दैछ. लगाइदेऊ होइन माया लगाइदेऊ. के छ निरजी आज के छ वाट्स योर प्लान? राज दाइलाई चङ्गाचेट पार्ने प्लान हो क्या? आज प्रिफरेन्स आज हाम्रो पोखराको सिनियर सिटिजन्सहरूको लागि हो. अब फुल्ली हेरौँ. म पनि सिनियर हेर्दै पनि 50 वर्ष भइसक्यो म पनि. Alright. So we're staying at Hotel Lake Himalaya. So very beautiful hotel. So you guys can check in. Alright guys, so हाम्रो अर्को गाडी पनि आइसकेको छ. So आकाश सरहरू यसमा लाग्नुहुन्छ. Alright. नमस्ते. उहाँ हुनुहुन्छ गुरुजी. उहाँ हुनुहुन्छ मेरो भाइ पनि, नमस्कार है. मेरो साथी पनि, नमस्ते. मेरो बिजनेस पार्टनर पनि. हामी सँगै एउटै थालमा भात खाने. ओके. ल बाँकी सबै परिचय तपाईले गराइदिनुहुन्छ. गाइस नेपालको डाइरेक्टर सो बिकल है हजुर. ए हो, थ्याङ्क यू सो मच हजुर. अनि मेरो गुरुजी मिस्टर राजकिशोर साक्य, गणेश मानजीको नाति निरञ्जन मानसिंह, निरज मानसिंह, यिनीहरू उस्तादहरू. निरन मानन्द. उहाँ अमेरिकाबाट 22 वर्षपछि चिराई विष्ट. के अरे तिम्रो नामै अप्ठ्यारो छ यार. रोयन मर्लन. अनि यता हाम्रो भान्साहरू आउनुहुन्छ मिस्टर मुसा. मुसे भाइ रितेश हजुर. अनि सुलाल सुगम दुलाल उस्तादहरू होइन चाहिँ केटाहरू है. ल थ्याङ्क यू भेरी मच. ल हाम्रो दाइले चाहिँ गाडी निकाल्दै हुनुहुन्छ. ल केटाहरू चढ्दैछन्. आज रमाइलो होला जस्तो छ है एकदमै. ए हुनै पर्यो नि यार. चङ्गाउन पोखरा आएपछि के भन्ने अब. केटाहरू कतिको एक्साइटेड छ नि त. एकदम एक्साइटेड. यिनीहरूलाई भोक लागिरहेको छ. अनुहारबाटै थाहा हुन्छ. बिहानदेखि केही खाएन. बिहानदेखि त खाने नै होइन नि त. बुढ्ने बित्तिकै कसले खान्छ? 81 आएको त अति है. एउटा टायर पनि पड्काए. ओहो
ओहो हिजोको भ्लग बनायो त्यही नेक्स्ट लेभल एडभेन्चर हुन्थ्यो यार भिडियो खिच्नै पाएन त्यही हो नि आउँदा आउँदै स्म्याक डाउन गीतमा हामीलाई एक ठाउँमा टायर चाहिँ सेम साइज भनेर अर्को साइज हालिदिएको छ अब त्यहाँ जानु छ उहाँलाई भेट्नलाई अब आई डोन्ट नो है अब त्यो खास सेम चाहिँ स्योरै होइन अलिकति ठुलै छ यार ओके वी आर हेडिङ टु शान्ति स्तूपा अब विश्व शान्ति स्तूपा भन्छ पोखरामा अब त्यहाँ जाँदैछौँ अनि हेरौँ रमाइलो हुन्छ रमाइलो गर्नुपर्छ चङ्गा उडाउनुपर्छ केटा राइट हामी आइपुग्यौँ गाइस ल है त हामी कौठी हानेर यहाँनिर किस हानेर फेवाताललाई अनि टक्क चङ्गा माथि ल्याउने भन्ने केटाहरूको योजना छ केटाहरू त भन्न मिल्दैन दाइहरू त्यसो हामी चाहिँ अहिले हावा लागेको छैन सो फर्स्ट काम सकाइदिइहालौँ खाने काम भनेर चाहिँ यता आकाश सरले व्यवस्था गरेको ठाउँमा आउँदैछौँ लोकल खाना खानलाई नमस्ते नमस्ते ए हजुर यो सिद्धार्थ कटेज थकाले भान्साको प्रोपाइटर ईश्वर थापाजी उहाँको जन्म घर चाहिँ काठमाडौँ पक्नाजोल ए ओके पक्नाजोलबाट कालधारा नाइस पोखरा आउनु भएको कति 20 वर्ष यो जग्गा किनेर बसोबास गरे चाहिँ 22 वर्ष भयो तर होटल सञ्चालन चाहिँ 15 वर्ष भयो नाइस 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 म चाहिँ विकल हजुर म ईश्वर थापा हजुर काइस नेपालको म चाहिँ फाउन्डर हजुर हजुर ल खुसी लाग्यो हजुरलाई भेटेर अनि एकदम बिहान हजुरहरूको त्यो एफएममा पनि सुन्दाखेरि मैले हजुरलाई हानेको म चङ्गामा उनाउँदै थिएँ कि अनि हजुरले के पनि भन्नुभयो भने हामी माजा लाएकोले चाहिँ पका हाल्दैनौँ चङ्गा च्यातिन्छ नर्मल धागोले हाल्दाखेरि चाहिँ भनौँ कका च्यातिँदैन भन्ने कुरा भएको थियो मैले हजुरलाई ल हेर्नुहोस् त यहाँ म नि कका हाल्दैछु भन्ने लाग्यो खै त हजुरको चङ्गा ए के रहेछ ए ल चङ्गा चेट प्रदीप प्रथम ड्याम 2000 कति हो यो 80 सालमा ए हामी त रियल चङ्गेज खानमा आइपुगेछौँ नि त यार होइन रियल ल लटाइ पनि कका हालेर राख्नुभयो बिहान चाहिँ यो पुरानो मेरो चङ्गा हेर्नुहोस् न यो अहिलेको चङ्गा होइन कि एकदम ए लालटिन यो होइन त चङ्गा पुरानो हो पुरानो लालटिन हो यार माकुरा आएर नि बसिराखेको छ ए त्यही त त्यही त अब हाम्रो सरले के अरे 5 वटा हजुर आगो दिन्छु भन्नुभयो यो त मेरो 5 वर्ष भयो चलाएको काम त्यसको नालाहरू भइसक्यो ठिक छ सरको छ सरकोबाट उडाउँछु म एक छ हामीले इनफ लिएर छौँ हजुर ए सही हो चङ्गाउन मैले पछिदेखि उडाउने हो 50 वर्ष भयो मैले चङ्गा उडाएको ओहो हजुर हामी त बाटोबाट चाहिँ सानो चङ्गा 30 पैसामा किन्थ्यौँ 30 पैसामा क्षेत्रपाटीमा किन्थ्यौँ के क्षेत्रपाटी के असनको यतापट्टि हजुरको त्यो घिउहरू बेच्ने ठाउँमा 2 ठाउँमा मात्र पाइन्थ्यो याद गर्नुभयो हजुर त्यहाँ चाहिँ हामीले चङ्गा किनेर उडाउँथ्यौँ र धेरै हामी नि बिजुलीको चिम बुटाउने अनि चिप्ली किरा खोजेर चिप्लिकाको पकाउने अनि 7 दाना हालेर त्यो पहिला त अर्कै चिम हुन्थ्यो नि त त्यसलाई चाहिँ भाँडो नपाएर हर्लिक्सको बट्टामा पकाइदिन्थ्यो माजा लगाएर अनि पोलमा हामी घुम्थ्यौँ बिजुलीको पोलमा सुकाउनलाई अनि सुकाएपछि हामी अब एकदम ग्रुपका घिउको ट्याङ्कीमा चाहिँ चेट भएपछि घिउको ट्याङ्की छ नि हजुरको त्यो चाहिँ डङ 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 गर्ने हाम्रो ड्रम सेट हुन्थ्यो है ल खुसी लाग्यो हजुरको है यस्तो यस्तो भयो भने त यो चङ्गा कल्चर ब्याक त स्योरै हुन्छ जस्तो लागिरहेको छ मलाई होइन आकाश सर किनभने बिचमा चाहिँ त्यो मान्छेले छोडेकै हो कि प्लास्टिकको इच्छा हजुर नाइस त्यही त अचम्मै लाग्यो मलाई चाहिँ ल कति वर्ष पुरानो यो पोखरामा पनि यस्तो भनेपछि त यो फेरि फर्चुनेटली यो तिनटै काइट्स नेपालकै हो त हाम्रै हो मैले थाहा पाएँ ए त्यही त हो काइट्स नेपालकै हो यो म किनभने यो कलर मैले यो दाइ उसले बनाएको के यो नसिम वसिमले बनाएको
यो दुईटा यो सेतो चाहिँ अनि तलको पनि खै त्यही लटको नसिमकै हो त लटाइ त्यो बेला यो युज गर्थ्यो हामीले धागो पनि चिन्छ क्या धागो चाहिँ अलिक चिनेन ल खाना आइसक्यो हाम्रो सरको हस्पिटालिटीमा ल केटाहरू तिमीहरू ब्रेकफास्ट पनि नखाएकोहरू सुरु गर लिउ न म चाहिँ फेरि थाहा भए पनि थकाली भएर थकाली भान्सा घर चाहिँ खोलिएको अब के थकाली भयो समयको माग्ने होइन हजुर त्यही त कस्तो दामी के भ्यू है जसरी मोबाइलले त डिफाइन गर्न सक्दैन तर आनन्द खाना खाएर बस्न मिल्ने ठाउँ रहेछ कि खाना चिकन करी ल धन्यवाद मेरो चाहिँ भेज खाना आइपुग्यो युजली हजुरहरूले गेस्टहरूलाई चाहिँ कति छ रेट 550 भेजको चाहिँ 450 चिकनको 550 अनि अरू ढिँडोहरू नि पाउँछ 650 मटन अनि ढिँडोहरू नि पाउँछ प्रि बुक गर्ने ल अलराइट सो म डिस्क्रिप्सनमा उहाँको होटलको नाम प्लस नम्बर्स राखिदिन्छु यु गाइज वान्ट टु प्रि बुक देन प्लिज कन्ट्याक्ट हिम है त एकदम ग्रेटफुल फर हाम्रो ईश्वर थापा होइन है हजुरको नाम है मैले त अब हजुरलाई अङ्कलै भन्नुपर्छ जस्तो लाग्छ रुमेर भन्छ ल दाइ नै भन्छु हजुर ए हो ए ओके त्यही त यो होटेलको नाम के हो रे होटेल सिद्धार्थ गार्डन ओके थकाली भान्सा ल होटेल सिद्धार्थ गार्डन थकाली भान्साघर त्यो स्तुपाको ठ्याक्कै अपोजिटमा अपोजिट अन द वे चाहिँ शिव टेम्पल अन द वे टु शिव टेम्पल यो ठाउँको नाम चाहिँ ढुङ्गे पानी है ल खाना खान आउनु इट्स भेरी वर्थ इट थ्याङ्क यू भेरी मच है खानाको लागि हामी त आनन्द चङ्गाउनु नै सुत्नको घाम तापेर सुत्न मन लागिरहेको उहाँ त अलरेडी डिप थिङ्किङमा गइसक्नु भयो ल अब छिटो अरू गाइज एकदम मिठो लाग्यो आम भेजिटेरियन है अब तर भेजहरूलाई नि मिठो नै थियो स्पेसली त्यो राइस र दाल चाहिँ ट्याक्कै थियो कि सो यस अलिकति यस्तो छ बाटो चाहिँ तर केही छैन छाइदेऊ तिमी होइन यही हो बाटो कि उताबाट पनि जान्छ ए ओके छाइदेऊ तिमी सो दिस इज माई सद्दी हातले उडाउनको लागि आउने होइन हजुर हजुर हस् हावा चाहिँ कम छ अहिले हजुर 1948 को विनर भन्नुभयो नि त सरी 2048 ल हजुरको बारेमा अलिकति केही भनिदिनु न त हाम्रो भ्लगमा चङ्गाको बारेमा हजुर केटाकेटी सबैले चङ्गा उडाउने भन्यो नि त्यही उडाउने हो होइन रमाइलो अहिले यहाँ चङ्गा पनि अब व्यवसायिक जस्तो भइसक्यो कम्पिटिसन खेलै भइसक्यो अहिले त खेलै भयो सो वान अफ द स्पोर्ट्समै गर्न मिल्यो नि होइन राइट अब त्यो बेला अब पहिला त्यस्तो कम्पिटिसन पनि हुन्थेन त्यही हाम्रो एकचोटि पोखरा बेसी बस पार्क भन्ने त्यसले चाहिँ आयोजना गरिरहेको थियो कि त्यसमा चाहिँ मैले 48वटा चङ्गा चिनाएँ 48वटा फर्स्ट हुनको लागि वाउ तपाईँ कतिवटा गयो मेरो गएन एउटा नि गएन भेरी नाइस ल नासिर भारती हाम्रो केटाहरू नि आउँदैछ उडाउनु सुरु भइसक्यो हजुर यही उडाउने लो विन्डमा चाहिँ यो हो अब हाई विन्डमा चाहिँ गोल निकाल्ने तर हावा छैन पात हल्लाउनु पऱ्यो केटा हो हेलो नमस्ते ल उत्तम बुद्धचार्य विकल
अघि हामी भेट्या हो त्यहाँ भेट्यो भेटेको छैन छैन बिहान तपाईँको एफएममा सुनेको थिएँ ए हजुर आकाशमानको बाजु वज्राचार्य माम्बाका वज्राचार्य कहिले गुवाजु कहिले राजलाई जतै छ चङ्गा त यहाँ हाम्रो मिस्टर मुसा भाइले उडाइसक्यो गाइज यो ठाउँको कुरा गर्नुपर्दा चाहिँ यो स्तुपाको एरिया हो अति बवाल छ त यो मोबाइल आज खास ग्लुमी पनि छ वेदर सो यु वोन्ट गेट द्याट क्लियर भ्यू है बट द प्लेस इज असम एन्ड चङ्गा उडाउने हो सबैजना यस्तो चङ्गा चेट कार्यक्रमै गर्न मिल्ने ठाउँ चाहिँ रहेछ है यो किनभने आई थिङ्क 5 जनाले अथवा 4 जनाले नकआउट सेसन गर्न मिल्ने ठाउँ चाहिँ रहेछ सो इफ यु गाइज आर सर्चिङ फर अ गुड प्लेस चङ्गा चेटको लागि डेफिनेटली सो कोही कसैलाई योभन्दा बवाल लोकेसन थाहा छ भने पनि प्लिज कमेन्ट गरिदिनु होला होइन अहिलेलाई चाहिँ अब हामी प्रिपेयर गर्छौँ चङ्गाको लागि यहाँ लट्टाइ सट्टाइ निकालेर है त सुटकेसमा के छ भनेर त यस्तो पो छ अदना नलीको लच्छी नाइस अनि मेरो खोइ त माछाहरू ए यहाँ निरन दाईको आयो बरेली लायन पेस बढी लाएन यो कुन हो यो त गजब छ त क्लासिक ओहो खै निकाल्नु त हेरौँ 1 2 3 जस्तो यसबाट चाहिँ अहिले दिनुपर्छ होइन त म नि आज हातले उठाउनु दाइ सब्जी लिएर आएको छु मैले खुट्टाले आज चाहिँ हातले ल हजुर हजुर मैले बिहान फोन गरेको ए हजुर समथिङ राणा विकल है द्रव्यजङ राणा है हजुर हजुर आराम हुन्छ एकदम आराम छ हुन्छ रितेश हाम्रो उहाँ सरलाई एउटा लटाई जुन धागो हामीले बेरेर लिएर आएको अनि त्यसपछि चङ्गा कक्का हालेको चङ्गाहरू दिँदैन है उहाँले उसले दिइदिन्छ ल हजुरले यो चाहिँ मेरो हातले उडाउने यसमा चाहिँ मैन मात्रै छ हात काट्दैन यसले चाहिँ अनि अगाडि माजा जोडेर हो त्यो चाहिँ त्यस अरूमा छ पोखरामा नि यो क्रेज देख्दा चाहिँ अचम्मै लाग्यो होइन त ल हजुरहरूलाई भनिरह है टेपिङ चाहिँ भेरी इम्पोर्टेन्ट यो चङ्गा कहीँ च्यात्या छैन तर हामीले टेपिङ चाहिँ साइड कर्नरहरूमा चाहिँ गरिरहेको छौँ अनि यसको लागि स्पेसल टेप आउँछ एकदमै लाइट वेट सो द्याट तपाईँको चङ्गा जहिले पनि ब्यालेन्समै बसिरहेको छ है यो चाहिँ सो अल द कर्नर्स जस्ट अब एउटा हामीलाई चाहिँ बानी नै भइसक्यो है खास चाहिँ नेसेसरी हावा कम छ भने नेसेसरी हुँदैन तर हावा एकदमै हाई विन्डमा चाहिँ गरेको धेरै राम्रो हो क्या है त राइट पक्काको ब्यालेन्स गरेर होइन छ सो यो पनि इजी नै हुन्छ तल लाने माथि लगेर अब बाटो बनाउनु छ भने यहाँ माथिसम्म लाने ब्यालेन्स गर्नु छ भने दुइटै धागो थ्रेडलाई चाहिँ ब्यालेन्स गर्ने तपाईँले पक्ने त कस्तो हुन्छ चङ्गा वेट बनाउनु छ लाटो बनाउनु छ भने चाहिँ छोटो पार्ने बाटो बनाउनु छ भने माथि लाने होइन ब्यालेन्स गर्नु छ भने चाहिँ टक्क यो कर्नर र यो पोइन्ट र यो पोइन्ट चाहिँ तपाईँको ठ्याक्कै ब्यालेन्स हुन्छ म चाहिँ अलिकति लाटो गर्छु बिकज म बेर्न लगाइरहेको हातले उडाउनु लगाइरहेको सो ल अनि यसलाई टक्क बाँधिदिने हजुर त्यसपछि दिस इज डन What? ल काट्ने कुरा ए यहीँबाट चुडेर गयो यसमा अब कालो जान्छ त्यो दाइकोमा पर्ने भयो हेरे बचाउनुहुन्छ होला ल है निरजी रेडी हो ल आयो है म
रेडी हैन त गयो चट स्पिडै पुगेन उहाँ चाहिँ काइट नेपालको अध्यक्ष दाई म चाहिँ यही आकाश पोखरेली बाबु बोलेको नमस्ते म गणेश राज पहाडी अलराइट गाई चङ्गा यहाँ फेवातालमाथि सरर र हावा चाहिँ गरर हावै छैन कि आज अलराइट सो त्यो बहिनी त उता गयो है अलराइट सो गाइज हामी चाहिँ अझै पनि चङ्गा उडाइरहेछौँ उडिरहेछ रमाइलो भइरहेछ हाम्रो पोखराको दाइहरू पनि खतरा खतरा उडाउनु हुँदो रहेछ रियली ह्याप्पी टु सी इट है अति रमाइलो पुरानो पुरानो कहानीहरू सब यता हाम्रो दुलाल सर रितेश सर यहाँ चङ्गै चङ्गा होइन हाम्रो निरन दाई एज अ लेजेन्ड एज अलवेज हाई दाई निरन दाई हेलो भन्नु पऱ्यो यहाँ सुमन सरले उडाइराख्नु भएको छ गजब हाम्रो राज दाई उता आकाश सर उता त ओहो निरज दाई हेलो निरज दाई एनएमएसएस अलराइट ल हामी यस्तै हो सो भ्लग बनाउँदै गर्छौँ अहिलेलाई चाहिँ यति हो खासै केही पनि छैन वी आर सेटलिङ डाउन एकछिन हावासावा अलिक कम भएको भएर चाहिँ खासै एफोर्ट लागिरहेको छैन आउनलाई हुन्छको चेट भएर गयो कसको गयो चेट दाइको निरन दाई ए तेरिका ल हातको हालत यस्तो छ अब हाम्रो यो सनसेट भइसकेको छ केटा अब चाहिँ यताबाट होला लेट्स गो फ्रम हियर यताबाट हो ओए ल ल ल हाय ल अल ग्याङ ओ सनसेट ल अब आजलाई ल आकाश सर आजको भ्लग क्लोज गरिदिनु पऱ्यो हजुरले हाम्रो पुष्प दाइलाई बोल्नु ल हाम्रो सरले आज उहाँ पनि बोल्नुहुन्छ नि त पहिला तपाईँले भन्नुहोस् न काइट नेपालको कोअर्डिनेटर उहाँ अहिले होइन एकदम पोखरामा आएर यो जुन चङ्गा चेट कार्यक्रम आयोजना गरिदिनु भयो हाम्रो घुमन्ते समूहले त्यसको लागि घुमन्ते समूहको सम्पूर्ण सदस्यहरूलाई एकदमै धन्यवाद विशेष गरेर अब मुखियाज्यूलाई त दिनै पर्यो उहाँ चाहिँ बिसाएर ठुसुक्क परेर बस्नुभएको छ अब उहाँले त मुसु मुसु हाँसी देऊ न लैले भन्नुपर्ने अवस्था छ के भयो हरेक साल यस्ता किसिमको आयोजना गरिदिने भयो भने हामी त अब के छ तपाईँहरूको स्विमिङ पुलमा पानी छ भने हामी डाइभ बाँधिहाल्छु ए ल गजब हामीलाई पानी चाहियो ल एउटा जे होस् दाइले दाइ बोलिदिनुहोस् त आउँदैन ल ठिकै छ हजुरले भन्दैन हजुर सम्पूर्ण अब व्यवसाय निजी क्षेत्रबाट उद्योग वाणिज्य सङ्घ तर्फबाट पनि नि अघि अब हाम्रो परिषदको साथीहरू पनि आउनु भएको थियो हजुर घुमन्ते यसले आयोजना जुन गर्यो घुमन्ते हाम्रो पोखरा हजुर होइन अब काइट नेपालको विकलजी इन्टायर टिम अब तपाईँहरूलाई धेरै धेरै धन्यवाद हजुर यो धन्दै धन्दै हाम्रो बिर्सिन लागिसकेको आज उडाउन पनि पाइयो एउटा बाना पनि नि भयो र अब यसलाई चाहिँ कन्टिन्यू गर्नको लागि अब हामी पनि नि तयार छौँ सम्पूर्ण निजी क्षेत्रको तपाईँ पोखरा उद्योग वाणिज्य सङ्घको वरिष्ठ उपाध्यक्षको नाताले पनि म यहाँहरूलाई धन्यवाद दिन चाहन्छु थ्याङ्क यू सबजना
यो स्काई नेपाल र चाहिँ यो घुमन्तीको जुन आयोजना आज भयो नि काइट होइन अब त्यो सफल भयो भनौँ एक किसिममा परीक्षण र भविष्यमा पनि यस्तो कार्यक्रम भइरहोस् र यहाँहरूको चाहिँ पनि सहयोग प्राप्त होस् यति मात्र भन्न चाहन्छु अहिलेको लागि Thank you so much. Thank you, Gumonte entire team, and like we'd like to end the vlog here only. So, Riteshहरू केटाहरू कस्तो रमाइलो भयो? Yes. Alright, पोखरामा हामी चाहिँ चन्द्रगिरीमा चङ्गा उडाउने भन्दा भन्दै पोखरामा आइपुग्यौँ होइन. So के भयो? ल alright, so log in गर्नु पर्यो ल. ल 3, 2, 1 टाइट्स नेपाल भन्नु पर्यो. Kites Nepal. 3, 2, Bringing back the culture, brother. Right, 3, 2, 1 Kites Nepal.